मैले आफ्नो वेट लस जर्नीको टार्गेट लिएर स्टार्ट गरेको पनि कति वर्ष त भइसक्यो साथीहरू, तर बिचमा छोड्दै अनि फेरि जोइन हुँदै गरेको छु। तर मैले चाहिँ अब घट्दै नघटेको पनि त होइन। म 96 केजीबाट 72 केजी पुग्नको लागि मलाई कति सङ्घर्ष गरेको छु, कति मेहनत गरेको छु भन्ने कुरा त त्यो त मलाई मात्र थाहा छ नि त। अनि मैले अब फेरि पनि मैले आफ्नो वेट लस जर्नी सुरु गरेको छु, तर यो वेट लस जर्नी चाहिँ मेरो लास्ट इन्डिङ वेट लस जर्नी हुन्छ, किनकि म जबसम्म आफ्नो टार्गेटसम्म पुग्दिनँ तबसम्म चाहिँ म छोड्ने छैन। र हजुरहरूलाई पनि म आफ्नो बिहानदेखिको बेलुकासम्म के मैले खान्छु भनेर हजुर सामु पनि सेयर गर्नेछु साथीहरू। अनि आजभोलि चाहिँ म अब जोइन भएको छु नि त जिम, 1 महिना जति भयो। 1 महिनामा चाहिँ मेरो चाहिँ मसल घटेको छ, फेरि वेट चाहिँ घटेको छैन। अनि फेरि म चाहिँ आजभोलि 4:30 बजीतिर जिम जान्छु। जिममा चाहिँ म कार्डियो गरेँ 1 महिना। अहिले चाहिँ मैले मेसिनहरू पनि युज गर्छु, अनि त्यसपछि आधा घन्टा जति चाहिँ म कार्डियो गर्छु लास्टमा। अनि फर्स्टमा त यही त हो त, आइमीहरू भइसकेपछि सबै अब गनथन गफहरू चल्छ। फर्स्टमा चाहिँ हामी यसरी जुत्ता लाएर एकछिन चाहिँ यसो गफ गर्छौँ, अनि त्यसपछि सुरु गर्छौँ। आज चाहिँ ब्याकको थियो, अनि मैले चाहिँ फर्स्टमा अब भिडियोहरू त बनाउनै पर्यो, सो भिडियो बनाएँ, अलिअलि बनाएको छु। 1-2वटा पोइन्टहरू, सबै त अब बनाउन पाइँदैन होइन। मोबाइल पनि त अब अप्ठ्यारो हुन्छ मोबाइल समाउँदै गर्नको लागि। अनि त्यसपछि कार्डियो गरेँ। हेर्नु न कपालहरू त कस्तो बत्याङ हुन्छ कि अब सुतेर अनि उफ्रेर गरिन्छ नि त एक्सर्साइजहरू, त्यसपछि कस्तो गाह्रो हुन्छ। अनि साथीहरू हजुरहरूलाई म के भन्छु भने, मैले चाहिँ आजदेखि वेट लस जर्नी स्टार्ट गरेको छु। अनि म चाहिँ कति केजी छु त भनेर म हजुरहरूलाई भोलि म आफ्नो वेट पनि देखाउने छु, र मैले बिहानदेखि बेलुकासम्म के खाएँ भनेर पनि हजुरहरूलाई सेयर गर्छु। मैले चाहिँ दिनमा 2टा भिडियो हाल्छु भनेर सोचिरहेको छु, र टिकटकमा जोडिनु भएको साथीहरूले फेसबुकमा पनि गएर जोडिनु होला, र फेसबुकमा जोडिनु भएको छ भने टिकटकमा पनि गएर जोडिनु होला साथीहरू। मैले चाहिँ एउटा बिहान भ्लग हाल्छु भनेपछि बेलुका चाहिँ म 6 बजीतिर म लास्ट डिनर गर्छु मेरो। अनि त्यसपछि 6:30 बजेभित्र मेरो लास्टको मेरो दिनभरिमा मैले के खाएँ भनेर हजुरलाई सेयर गर्ने गर्छु। त्यो चाहिँ मेरो रेसिपी भिडियो रहन्छ। सो हजुरले यस्तै माया गरिराख्नु होला साथीहरू, र हजुरहरू पनि वेट लस जर्नीमा हुनुहुन्छ भने चाहिँ सँगै गरौँ है त। हजुरहरूको रेसिपी मलाई सेयर गर्नुहोस्, र मेरो रेसिपी हजुरहरूलाई सेयर गर्नेछु। यस्तै गर्दै आजको मेरो वेट लस जर्नी स्टार्ट गर्दैछु असार 1 गतेबाट। हेरौँ कति घटिन्छ र कति के हुन्छ। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भेटौँला अर्को भिडियोमा बेलुका है त, बाई।